लागि 200 रुपैयाँमै हामीले हैन लोसनबाट फोटो कसरी निकाल्ने, पासपोर्ट साइज फोटो हामीले 200 रुपैयाँमै कसरी निकाल्ने र 1000 रुपैयाँ तिरिराख्नु पर्दैन हामीले हैन। 200 रुपैयाँमा हामीले आफ्नै मोबाइलबाट हैन इजी रूपमा लोसनबाट 200 रुपैयाँ मात्रै खर्च गर्यो भने हामीले फोटो निकाल्न सक्छौं। त्यसको कसरी निकाल्ने त भन्दाखेरि तपाईहरुलाई मैले आज सिकाउने छु हैन। तपाईहरुले हेर्दै जानु होला यो भिडियो है, अन्तिमसम्म हेर्यो भने मज्जाले थाहा पाउनुहुन्छ, तपाईले पनि सक्नुहुन्छ। 200 रुपैयाँ मात्रै लोसनबाट फोटो निकाल्ने तरिका गाइज है। हेर्दै जानुस्, अन्तिमसम्म मज्जाले निकाल्न सकिन्छ। मात्र 200 मा फोटो निकाल्न सकिन्छ है। चापमा धेरै महँगो छ फोटो, तर 200 मा निकाल्छ हामीले है। हेर्दै जानुस् गाइज, फलो मी। गाइज यति गरिसकेपछि हाम्रो मोबाइलमा यस्तो स्क्रिन आउँछ हैन। हामीसँग यो एप चाहिँ हुनुपर्छ। यो एप भएपछि मात्र हामीले यसरी जोइन गर्न सक्छौं हैन। हाम्रो अटोमेटिक जोइन हुन्छ वाइफाई हैन। त्यो जुन पसलको भए पनि तपाईको लोसन कम्पनीको जुनसुकै 7-Eleven, फ्यामिली मार्ट जुनसुकै भए पनि हाम्रो अटोमेटिक यसरी जान्छ र हामीले त्यहाँबाट सेन्ड गर्यो भने चाहिँ यसरी फोटो सेन्ड हुन्छ। त्यहाँबाट फेरि हामीले त्यही स्क्रिनमा जाने। यसरी गाइज हाम्रो फोटो प्रिन्ट हुन्छ हैन। तपाईहरुलाई मन परेपछि एक लाइक, कमेन्ट एन्ड शेयर चाहिँ गर्नु नबिर्सनु होला। प्लिज सब्स्क्राइब पनि गरिदिनु होला हैन। फोटो निकाल्ने एकदम इजी तरिका छ। 200 रुपैयाँमै हामीले फोटो निकाल्न सक्छौं। 1000 रुपैयाँ फाल्नु पर्दैन गाइज हैन। यो भिडियो तपाईहरुले सेभ गरेर राख्नु होला। एकदम इजी छ फोटो निकाल्ने तरिका। प्लिज सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है। तपाईहरुको मन परेपछि प्लिज एकपल्ट सब्स्क्राइब।